यस्तो कथा जुन कथाले यहाँहरूलाई आँखा खोलिदिनेछ, यस्तो कथा जुन कथाले यहाँहरूलाई जीवन जिउनको लागि र अध्यात्म र साधनाको बाटोमा अगाडि बढ्नको लागि प्रेरणा प्रदान गर्नेछ। एउटा यस्तो सत्य घटना जुन घटना सुनेर यहाँहरू पनि अचम्भित हुनुहुनेछ। यो सत्य घटना हो राजा भर्तृहरिको। परम प्रतापी राजा भर्तृहरि, जसको रचनामा भर्तृहरि शतकम, भर्तृहरि नीति शतकम, भर्तृहरि वैराग्य शतकम, भर्तृहरि श्रृङ्गार शतकम अनेक ग्रन्थहरू रचना गर्नुभएको छ। परम विद्वान, शास्त्रको संस्कृतको ठुलो विद्वान हुनुहुन्थ्यो। राजा थिए, तर सम्पत्तिले यदि उन्मत्त भएछन्, यति उन्मत्त भएछन् कि अत्यन्त दुष्कर्म गर्न थालेछन्। भोग विलासमा लिप्त हुन थालेछन्। घर गृहस्थ राम्रै चल्दै थियो, पत्नीलाई माया पनि गर्थे। एकपटक के भएछ भने एकजना महात्माले एउटा गजबको फल ल्याएर दिएछन्, तपस्याद्वारा प्राप्त भएको फल। जुन फल प्राप्त गरेपछि दीर्घ जीवन हुने, अत्यन्त लामो जीवन हुने, रोग नलाग्ने, शरीर स्वस्थ रहने, सधैँ सुन्दर रहिरहने अमोघ औषधीय फल कुनै महात्माले ल्याएर राजा भर्तृहरिलाई हातमा दिएछन्। यो खानुहोस्, राजा बलशाली हुनुपर्छ, राजा यदि स्वस्थ रह्यो भने देश सुरक्षित रहन्छ, हैन। यस्य राष्ट्रिय प्रजा सर्वास्त्रस्यन्ते साधु साध्वी। हाम्रो सनातन धर्मले यस्तो कुरा भन्छ, स्वस्ति साम्राज्यम भौज्यम स्वराज्यम वैराज्यम पारमेष्टम राज्यम महाराज्यमाधिपत्यमयम समन्त पर्यायात स्यात् सार्वभौम। त राजा योग्य भयो भने प्रजा खुसी हुन्छ, शासक योग्य भयो भने देशमा खुसियाली आउँछ। महात्माले त्यो फल दिनुभयो। ती राजाले मनै मन सोचे, यो मैले किन खानु? सुन्दर त पिङ्गला हुनुपर्छ, यानि जसलाई मैले माया गर्छु ऊ हुनुपर्छ। ऊ बाँचिरहे पनि मलाई पनि खुसी मिल्छ, ऊ सुन्दर भइरहे पनि मलाई पनि खुसी मिल्छ, ऊ स्वस्थ रही, ऊ सुन्दर रही भने सदैव मलाई पनि खुसी मिल्छ। त पिङ्गला नाम गरेकी पत्नी थिइन्। त्यो फल लगेर, हे पत्नी, हे पिङ्गला, म तिमीलाई धेरै माया गर्छु, यस्तो यस्तो फल हो, यो फल चाहिँ मलाई महात्माले दिनुभएको, ऋषिले दिनुभएको हो। यो खायो भने शरीर स्वस्थ भइरहन्छ, सुन्दरता चमचम चमचम अनुहार टल्किरहन्छ र अकालमा मृत्यु हुँदैन, एकदम दीर्घ जीवन प्राप्त हुन्छ। आफूले माया गरेकी पत्नी श्रीमतीलाई त्यो फल प्रदान गरे। समस्या के भयो भने ती पिङ्गलाले चाहिँ अर्कैलाई माया गर्दै रहेछन्। सेना नायक थियो, जसले घोडा पनि हेर्ने गर्दथ्यो, जस राजाको सेवक भनौँ, नजिकको सेवक, अत्यन्त बलशाली थियो, हृष्टपुष्ट थियो। ती पत्नी, धर्मपत्नीले उसलाई माया गर्दै रहेछन्। त्यो फल लगेर दिन, यस्तो यस्तो फल हो, कसैलाई पनि नभन, राजाले मलाई देखाउन्, मलाई माया गर्छन्। राजाले त्यसरी दिए, म तिमीलाई माया गर्छु, त्यसैले मलाई तिमीलाई दिन मन लाग्यो, यो तिम्रो लागि ल। जब ती पिङ्गलाले सेना प्रमुखलाई त्यो फल प्रदान गरिन्, त्यो सेना प्रमुखले चाहिँ एउटा नर्तकीलाई माया गर्दो रहेछ, मन पराउँदो रहेछ। यो फल मैले त्यो नर्तकीलाई दिएँ भने त्यो खुसी हुन्छ, मबाट प्रसन्न हुन्छ र मेरो कुरा मान्छे, अथवा मैले भनेको कुरा, मैले सोचेका कुराहरू साध्य हुन्छ। लगेर नर्तकीलाई दिए, ल यो फल यस्तो खालको जादुवाला फल हो, तिमी कहिले बुढी हुँदैनौ, तिमी स्वस्थ हुन्छौ, सधैँ जवान देखिन्छौ, कहिले मर्नु पर्दैन, बहुत राम्रो फल छ, यो फल तिमीलाई दिएँ मैले, खाइहाल ल। हो त्यो नर्तकीले चाहिँ त्यो फल राजालाई लगेर दिने, किनभने राजालाई मन पराउँथे। देशको राजा हो, सुन्दर पनि थिए, योग्य पनि थिए। राजा नै यो फल हजुरलाई मन पराउँछु, हजुरको कीर्ति यस बाटोमा बहुत खुसी छु, हजुरले मलाई मन पराइस्यो या नपराइस्यो केही छैन,
यो खाएपछि हजुर स्वस्थ हुनुहुन्छ, दीर्घजीवी हुनुहुन्छ, सदैव राम्रो हुनुहुन्छ, त्यस कारणले यो हजुरलाई म दिन्छु भनेर त्यो नर्तकीले फल लगेर कसलाई दिन्? राजालाई। हेर्नुहोस् है कथा। राजाद्वारा त्यो फल घुम्दै 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 अन्तिममा राजाको हातमा आयो। तत्काल बुझे यो घटनाक्रम कसरी भयो, थाहा भइहाल्यो। आफ्नै पत्नीले आफूलाई धोका दिएको कुरा थाहा भयो। ओहो, संसार त विचित्र रहेछ। जसलाई आँखा चिम्म गरेर विश्वास गरेका छौँ, कतै ती व्यक्तिले पनि हामीलाई धोका दिएका हुन सक्छन् है। जुन श्रीमानलाई हामीले आँखा बन्द गरेर विश्वास गरेका छौँ, ती श्रीमानले यदि धोका दियो भने कति पीडा हुन्छ। जुन श्रीमानको लागि सर्वस्व परित्याग गरेर आफ्नो सौन्दर्यता, आफ्नो सुख, आफ्नो परिवार, जन्म दिने बुबा आमा सर्वस्व त्यागेर जुन श्रीमान भनेर आइएको छ, कदाचित ती श्रीमानले नै धोका दिए भने कति पीडा होला। जुन पत्नीको लागि दुःख गरिएको छ, सङ्घर्ष गरिएको छ, दिनरात मेहनत गरिएको छ, मेरो परिवार, मेरा छोराछोरी, मेरो श्रीमती भन्दै आफ्नो जवानी बेचेर, जीवन बेचेर, स्वास्थ्य बेचेर, दिनरात एक गरेर नसुतिकन नखाइकन कमाइएको छ, त्यही श्रीमतीले धोका दिइन् भने, कमाएको सम्पत्ति सबै लिएर फरार भइदिन् भने कति पीडा होला। अवस्था त्यही नै हो। राजाले एक शब्द बोल्नन्, हृदयमा बडो वैराग्य आयो। संसारमा त कोही पनि विश्वास गर्न लायक रहेनछन्। गृह त्याग गरे, वनमा गए र गएर भगवानको तपस्या गरे। गुरु गोरखनाथको शिष्य भए, गोरखनाथबाट शिक्षा दीक्षा प्राप्त गरे। यो सत्य घटना नेपालसँग पनि जोडिएको छ। नेपालको गोरखामा जन्म लिनुभएका गोरखनाथ उहाँबाट दीक्षित भएर जीवनभरि तपस्या गरेर उहाँले बडा सुन्दर वैराग्य शतकम, नीति शतकम नाम गरेका ग्रन्थहरू पनि रचना गर्नुभयो, जसमा बडा सुन्दर सुन्दर कथाहरू समाहित भएको छ। भोगा न भोक्ता वयमेव भोक्ता, तपो न तप्तं वयमेव तप्तं, कालो न यातो वयमेव याता, तृष्णा न जीर्णा वयमेव जीर्णा, तृष्णा न जीर्णा वयमेव जीर्णा। हामीले भोगहरू भोगेका हैनौँ, अपितु भोगले हामीलाई भोगिरहेको छ हैन। हामीले मैले मिठो खाएँ भन्छौँ नि, हामीले मिठो खाएको होइन, त्यो मिठोले हामीलाई खाइरहेछ। मैले गुलियो खाएँ आहा भन्छौँ नि, त्यो गुलियोले जब सुगर बढाउँछ, शरीरै खाइदिन्छ, स्वास्थ्य खाइदिन्छ। अनि ल भन्नुहोस् त, हामीले गुलियो खाएको कि गुलियोले हामीलाई खाएको? हामीले चुरोट खायौँ भन्छौँ नि, अब त्यो चुरोट जब फोक्सोमा पुग्छ, फोक्सोमा पुरै कालोपना जम्मा हुन्छ, रोग लाग्छ, क्यान्सर हुन्छ, अनि मान्छे मर्छ। भन्नुहोस् त, मान्छेले चुरोट खायो कि चुरोटले मान्छे खायो? सोच्नुहोस् न। गुट्का चपायौँ, चपाउँदा चपाउँदा यहाँ क्यान्सर हुन्छ दाँतमा। गुट्का मान्छेले खायो कि गुट्काले मान्छे खाइदियो? भोगा न भोक्ता वयमेव भोक्ता। हामी कालले हामीलाई नै खाइदिएको छ। त्यस कारणले तृष्णा नजीर्णा वयमेव जीर्णा। हाम्रो इच्छा कहिले बुढो हुँदैन, तर हामी बुढो भएर जान्छ, हामी मरेर जान्छ। हाम्रो इच्छाहरू, हाम्रा कामनाहरू, हाम्रो चाहनाहरू कहिल्यै पनि सकिँदैनन्, तर हामी सकिएर जान्छौँ, हामी सिद्धिएर जान्छौँ। त्यसैले प्रियजन, यो कथाबाट हामीले बुझ्नुपर्ने कुरा के छ भने, आँखा चिम्म गरेर विश्वास चाहिँ कसैलाई पनि नगर्नु।
र सुनेको कुरामा मात्रै पनि विश्वास नगर्नु। मान्छेले त सानो कुरा पायो भने बढाएर ठुलो पारिदिन्छ, अत्यन्त ठुलो पारिदिन्छ। जे देखिएको छ त्यो सत्य, सुनिएको सत्य नहुन सक्छ, आफूले बुझिएको पनि सत्य नहुन सक्छ, आफूले चिन्तन गरेको कुरा पनि सत्य नहुन सक्छ, आफूले जे सोच्यो त्यो असत्य हुन सक्छ। त्यसकारण प्रत्यक्ष देखिएको कुरामा मात्र विश्वास गर्नु।